हेलो नमस्ते। आज म यो हाम्रो प्राविधिक साथीहरूलाई केही कुराहरू राख्न चाहन्छु। अब हामीले वर्षमा 500-550 आयनहरू बनाउनु हुँदा हामीलाई हाम्रा एनजिओहरूमा हामीलाई धेरै इन्जिनियर साथीहरू चाहिनुहुन्छ र सो क्रममा इन्जिनियरहरूको भूकम्पपछिबाट अब विभिन्नतिर आबद्धता भएको हुँदा हामीले नयाँ इन्जिनियर भाइहरूलाई पनि चाहिँ अब योजनाको कामहरूको लागि चाहिँ अब लिने कामहरू गर्यो एनजिओ मार्फत। अनि अब यसमा चाहिँ हामीलाई ठुलो डर के थियो भने उहाँहरू तालिम प्राप्त त्यति विशेष हुनुहुँदैन। त्यसले गर्दाखेरि अब र फेरि हामी यार्ड कनेक्सन आयोजनामा जाँदाखेरि एउटा जटिलता पनि थपिएको छ र लाइनहरू बढी छन्। त्यस कारण सर्वेहरू डिजाइनहरू के कस्तो हुन्छ भन्ने हाम्रो कुरो थियो र त्यो क्रममा हुन त हामीले डिजाइनहरू त प्राप्त गर्न सक्यौँ, सर्वेहरू प्राप्त गर्न त सक्यौँ, तर पनि हामीले तराईको अटो लेभल सर्वे गरिएको 74वटा जति आएन, 12वटा एनजिओभित्र परेको थियो र उनीहरूको एक-एकवटा स्याम्पल चाहिएको। हामीले जब गर्दाखेरि त्यो अटो लेभलको कामहरू गरेको विरोधी रूपमा गलत र पुनः दोहोऱ्याउनु पर्ने भन्ने रिपोर्ट प्राप्त गरेका छौँ र सो रिपोर्टलाई हेर्दाखेरि त्यो सर्वेलाई चाहिँ उहाँहरूले चाहिँ फिल्डमै पुनः चाहिँ क्रस चेक गर्न नसकेको, लुप क्लोज गरेर त्यो एउटा बुझा पनि देखाइएको छ। र अब यो सर्वे भन्ने कुरो कस्तो भन्दाखेरि कोही दक्ष ओभरसियरसम्म 1 वर्षसम्म नयाँ इन्जिनियर साथी पछि लागेर काम गरिरह्यो भने मात्रै उसले दक्षता प्राप्त गर्न सक्छ। यो कुनै अलिकति पढाइ र अथवा चाहिँ साह्रै राम्रो तालिमबाट ऊ अचानक दक्ष हुने भन्ने कुरा हुँदैन। तैपनि अब अध्ययनले केही न केही त मद्दत गर्छ होला नै। त्यही भएर सो समयमा पनि हामीले चाहिँ क्लास एउटा चलाएका थियौँ। हाम्रो पराजुली सर हुनुहुन्छ, शिक्षण संस्थामा आबद्ध हुनुहुन्छ, कोर्स पढाउनुहुन्छ। अनि उहाँको त्यो अटो लेभल र चाहिँ के हाम्रो यो एमए लेभल सम्बन्धी छोटो प्रशिक्षण सामग्री म यहाँ राख्न चाहन्छु। मलाई लाग्छ कि पहिला तालिम लिने साथीहरू वा अथवा नयाँ फेरिबाट आउनुपर्ने साथीहरूलाई यसबाट केही न केही पूर्व तयारीको लागि केही न केही सामग्री अथवा ज्ञान प्राप्त हुन्छ होला। अब त्यही भनेर यो भिडियो चाहिँ एउटा तयार गरिदिएको छु। आशा छ यसले तपाईँहरूलाई केही मद्दत पुग्छ होला। धन्यवाद। पोइन्टमा प्रेसर कति हुन्छ वर्स्ट कन्डिसनमा भनेर चाहिँ हामीले पत्ता लगाउन सक्ने भयो। अब यसबाट मैले के थाहा पाउँछु भने यो 1000 मिटर छ, यो पोइन्ट चाहिँ 800 मिटर छ, 800 मिटरमा यो छ भनेदेखि यो भर्टिकल कति भयो हेर्नुहोस् त, 200 मिटर हो। अब यो 200 मिटरको हेड धान्ने पाइप मसँग छ छैन? छ। त्यो भनेर चाहिँ स्टिलको पातालाई रोल गरेर फेरि वेल्डिङ गरेर बनाउनु पर्यो, जसलाई हामी पेन स्टक भन्छौँ होइन, हाइड्रो पावरको भाषामा पेन स्टक भन्छ। त्यो त जत्र नि बनाउन सक्यो, जति प्रेसर बियर गर्ने पनि बनाउन सक्यो। त्यसैले मसँग छ 4 केजीको, 6 केजीको, 10 केजीको, त्यो बुझ्नुभयो होला। 4 केजीको युज गरिन्न, 6 केजीको युज गर्नु पर्यो भनेपछि यहाँबाट 60 मिटर भनेको कति आउँछ हेर्नुहोस् त। यहाँबाट 60 मिटर भनेको 940 मिटर। 940 मिटरमा यहाँसम्म आउनुहोस्, यसलाई डट गरेर यहाँसम्म। त्यसै मैले यति पाइप त 60 को हाल्न सकेँ नि, 6 केजीको यति पाइप मैले हाल्ने 6 केजीको। अब मैले फेरि 6 केजीको युज गर्न खोज्छु भने यहाँ मैले के राख्नु पर्यो, आइसी राख्नु पर्यो। प्रेसर यो स्ट्याटिक लेभललाई ब्रेक गरेर स्ट्याटिक लेभल यहाँ पुर्याइदिनु पर्यो होइन। यो स्ट्याटिक लेभल ब्रेक गर्ने काम केले गर्छ, ओपन ट्याङ्कहरूले गर्छ। त्यो जेसुकै होस्, रिजर्भयर होइन, बिपिटी जे भए पनि सिसी सबैले गर्ने भयो। अब यसरी 6 केजी फेरि जानु पनि मिल्यो, होइन भने म यहाँबाट कहाँ यो नराखौँ। अब यहाँ त 10 केजीको पाइप युज गर्न सकिन्छ नि भनेर कहाँसम्म जान सक्छु म, यो 900 900 सम्म। यहाँबाट काउन्ट गर्न पाइँदैन,
यहाँबाट पाइने हो त फेरि 6 केजी हाल्नु पाइहाल्नु। स्ट्याटिक लेभल यसको लागि पनि त यही हो। 900 भनेपछि यहाँ मैले कति राख्नु पाएँ? 10 केजी को पाइप मैले युज गर्न सकेँ। अब म GI मा जानु पर्यो अथवा हायर उसमा जानु पर्यो, होइन भने मैले यहाँ PPT बनाऊँ। अब यहाँ PPT बनायो भने के हुने भयो? यसको स्ट्याटिक लेभल यहाँभन्दा तलको पोइन्टहरुको लागि चाहिँ यो प्रेसरलाई ब्रेक गर्यो होला। हामी यसरी जान सकिन्छ। पाइप कसरी चुज गर्ने यसले दिने हो, हैन त? अब मैले के गर्छु भने यहाँ मलाई चाहिने हेड, अब मैले यसलाई बिर्सेँ, यो धारोमा पानी आउनलाई सर्टेन हेड त चाहिने रहेछ नि। त्यो हेड यो ग्राउन्ड लेभलबाट हुन्छ एउटा, अर्को भनेको पाइप पनि यसै गरी आउँछ नि, यसै गरी आउँछ पाइप। मैले यो पाइपको सेन्टरबाट लिएँ भने त्यसलाई के भनिन्छ? यहाँसम्म। जस्तै यो पानी मैले ओपन छोड्दिएँ भने यहाँसम्म पुग्छ, पाइपमा पाल पार्दिएँ भने कहाँसम्म पुग्छ? यहाँसम्म पुग्छ भने यसलाई चाहिँ हामी के भन्छौँ? टोटल हेड भन्ने हो यहाँ सेन्टरबाट। तर यो पोइन्टबाट ग्राउन्ड लेभलबाट माथि हेर्ने भने यसलाई चाहिँ मैले के भन्छु? रेजिडुअल हेड भन्छु। रेजिडुअल हेड भनेको के भयो? त्यसो भए यहाँबाट हेड लस हुँदै यहाँसम्म आयो भन्नाले यो लाइनलाई मैले के भन्छु? टोटल एनर्जी लाइन, हाइड्रोलिक ग्रेड लाइन भनौँ न भन्छु, HGL भन्छु। HGL को मुनिपट्टि धारो पर्यो भने पानी आयो, हैन? के अरे HGL को माथिपट्टि पानी धारो पर्यो, के मुनिपट्टि पर्यो भने आयो, माथिपट्टि पर्यो भने आएन, पानी आउँदैन। त्यसरी थाहा हुने भनेको। अब यो यहाँबाट आउने टोटल हेड भयो सेन्टर, पाइपको सेन्टरबाट। ग्राउन्ड लेभलबाट लियो भने त्यसलाई हामी के भन्छौँ? रेजिडुअल हेड भन्छौँ। अब एउटा सामान्यतया धारोको हाइट कति हुन्छ? 1.5 मिटर, त्यही भनौँ न, हैन? भनेपछि मैले त्यहाँ 5 मिटरको हेड राख्यो भने सफिसियन्ट पुगिहाल्यो। पब्लिक ट्याप हो। एक तला घरमाथि पानी चढाउनु छ भने 7 मिटर राख्नु पर्यो। 2 तलामा जाने भने 15 मिटर राख्नु पर्ला। एवं रीतले रेजिडुअल हेड हामीले चाहिँ, जस्तै अब यो पब्लिक ट्याप भएको हुनाले रेजिडुअल हेड चाहिँ मैले 5 मिटर राख्नु पुग्छ। यो 800 मिटर ग्राउन्ड लेभल छ। 800 र 5 भनेको कति भयो? 805 मिटर भयो। मैले हेड त यति लस गराउन सक्ने भयो नि, हेड लस हो। यो हेड लस कति गराउन सक्ने भयो मैले? हेर्नु त, 195 हैन, 195 मिटर। फेरि हेड लसको फर्मुला के छ? FL Q स्क्वायर अपन प्लस के यो डी को टर्ममा छ, हैन त? अब हेर्नुस् त, यहाँ मैले यो लेन्थ कहाँबाट आउँछ? यो स्लोप लेन्थ मेजर गरेँ भने यल आइहाल्छ। F भनेको डार्सिस फ्रिक्सन फ्याक्टर, मुडिस डायग्रामहरु युज गरेर निकाल्न सकिन्छ। Q भनेको यो पाइपमा डिजाइन डिस्चार्ज कति हामीले कम्प्युट गर्न सकिहाल्छौँ। अब यसमा हेड लस मैले अलो गर्न सक्ने यो भयो। यसको फाइदा लुटेर अब यो इक्वेसन युज गरेर डायमिटर निकाल्नु, खास प्रिन्सिपल यही हो। तर यहाँ के गरिरहेछ भने यति डायमिटर, यति डिस्चार्ज हुँदा यति डायमिटरको पाइपमा हेड लस यति हुन्छ भनेर त्यसले लेखिदिरहेको त हो नि। पहिला त्यो कम्पिटिसन गर्न गाह्रो हुन्थ्यो, त्यही भएर सरले लेख्दैन। यो कन्सेप्ट बुझ्नुभयो भने के चाहिँ तपाईले बुझ्नुस् भने यो हेड लस हामीले जति धेरै गराउन खोज्यौं त्यति के हुन्छ? मैले डिजाइन गर्ने पाइपको साइज सानो हुन्छ, किन सानो पाइप हुँदै गएपछि हेड लस बढी हुँदै जान्छ। भन्नाले हेड लसलाई त मैले बेनिफिटको रूपमा लिनु पर्यो के, किनभने त्यसले पाइपको साइज पनि घटाइदिन्छ। मैले मसिनो पाइप राख्दा हुन्छ भनेपछि यसलाई चाहिँ हामीले यसरी डिजाइन गर्न सक्छौँ। यसको बेसिक प्रिन्सिपल चाहिँ यो। अनि तपाईँ हेर्नुस् त, अब यहाँबाट जानुभयो यो यु प्रोफाइलमा यसरी जानुभयो भने के हुन्छ? यु प्रोफाइलमा जानुभयो 800 मिटर भयो, पाइप सक्यो। अनि म यहाँसम्म आएर पाइप सक्यो। अब मैले यहाँ पिपिटी राख्यो भने के हुन्छ? यहाँ पानी जान्छ? जाँदैन। अब समस्या आयो। त्यसो भए के गर्नु पर्यो? यहाँ म हायर ग्रेडको पाइपमा जानु पर्यो। यो अझै गहिरो छ भने जीआई पाइप पनि सकिन्छ। त्यसपछि मेटलको पाइप रोल गरेर स्टिल प्लेटलाई रोल गरेर अब पेन स्टक बाहेक अर्को सोलुसन छैन। त्यसैले यो यु प्रोफाइललाई तपाईले एभोइड गर्नुपर्छ, त्यो धेरै कस्टलियर हुन्छ। र अघि एकजनाले भन्नुभयो यस्तोमा सर्वे गर्न यहाँ जानै सकिन्न भन्नु। ठिक छ, जान सकिन्न। यो सानो छ भने तपाईँ यहाँ राखेर गर्नुहोस्, यहाँ राखेर गर्नुहोस्। तपाईँले पाइप यसरी पनि त लान सक्नुहुन्छ होइन, यसलाई पाइप क्रसिङहरू बनाएर लान सक्नुहुन्छ नि। त्यसैले तपाईँलाई जहाँ चाहिन्छ त्यति मात्रै गर्दा हुन्छ। यहाँ जानै सकिँदैन, यो गयो भने पनि धेरै गहिरो हुन्छ, यु प्रोफाइल आउँछ भन्यो भने तपाईँ यहाँ कन्फिडेन्ट चाहिँ हुनु पर्यो। यो कति डिस्टेन्स छ यति त थाहा पाउनु पर्यो नि। फेरि
अब यो डिस्टेन्स कसरी निकाल्नुहुन्छ? अब इन्डाइरेक्ट मेथड अफ सर्भेइङ थुप्रै छ हैन। यहाँबाट पनि यता हेर्नुहोस् एभनीले लिनुहोस्, यताबाट पनि एभनीले लिनुहोस्, लेन्थ आउँछ। कहाँ हेर्ने भनेर यो भर्टिकल स्टिकमा एउटा मेजर गर्नुहोस्, 1-2 मिटर मेजर गरेर त्यसमा हेर्नुहोस् एङ्गल आउँछ। यो पनि थाहा छ, यो एङ्गल पनि थाहा छ। यताबाट हेर्दा र यताबाट हेर्दा त्यो दुईटा ट्रायङ्गल आउँछ हो, त्यसलाई सल्भ गर्नुहोस्, डिस्टेन्स निक्लिन्छ। इन्डाइरेक्ट पढाएको छौँ नि हामीले, इन्डाइरेक्ट चेनिङ, इन्डाइरेक्ट रेन्जिङ हैन, इन्डाइरेक्ट मेजरमेन्ट भनेर। त्यो एङ्गल 0 आयो भनेपछि हरिजन्टल भयो डिस्टेन्स त निकाल्न छ नि हैन हामीले। डिस्टेन्स निकाल्न एउटा एङ्गलमा हेर्ने क्या आफैले, यहाँ मार्क लाउने, यसमा हाइट नाप्ने, यो रेन्जिङ रडमा हाइट नाप्ने, 5 मिटरमा हेर्छु भनेर हाइट नाप्ने, त्यो 5 मिटरमा उतापट्टि पनि नोन मिटरबाट हेर्नुहोस् क्या, 3 मिटरबाट हेर्नुहोस्, यतापट्टिबाट पनि 3 मिटरबाट 5 मिटरमा हेर्नुहोस्। त्यसपछि यताको डिस्टेन्स पनि थाहा छ, एङ्गल पनि थाहा छ भने त्यो लेन्थ निक्लिन्छ हैन इन्डाइरेक्टली। फेरि अर्को ट्रायङ्गलबाट पनि त्यही लेन्थ निस्किन्छ। आयो त नि? सर मलाई त्यो जुन त्यहाँ क्रसिङ छ हैन, मैले त्यहाँ नाप्न सकिरहेको छैन। हजुरले भनेको मैले प्रोसेस बुझेँ, सेम हाइटको इन्स्ट्रुमेन्ट यता भनौँ न वारी र पारी गरेर राख्ने, हामी त्यहाँबाट 3 मिटरबाट हेर्छौँ हैन। हेरिसकेपछि एङ्गल यति नजिक भयो कि सर त्यो अब डिग्रीमै छैन, अब नियर बाई त्यो तपाईँले डिस्टेन्स चेन्ज गर्नु न। अब आफ्नै आई लेभलमा नहेर्नुहोस् क्या, अर्को डिस्टेन्समा हेर्नुहोस् न। अर्को डिस्टेन्समा हेर्नु त एङ्गल आउँछ नि त। अनि त्यताको डिस्टेन्स छ तपाईँसँग एङ्गल छ भने लेन्थ आउँदैन, आउँछ नि त। लेन्थ अब इन्डाइरेक्टली निकाल्ने क्या। तपाईँले लेन्थ होरिजेन्टल नाप्न नसकेपछि भर्टिकल नाप्ने। भर्टिकल लेन्थ चाहिँ नाप्नु भयो भने होरिजेन्टल निकाल्नु मिल्यो, होरिजेन्टल नाप्नु भयो भने बोथ प्रोसेस दुइटै गर्न सकिन्छ क्या। यस्तै प्रब्लम आएको थियो मलाई। त्यस्तोमा गर्ने त्यस्तै त हो नि। अनि लेभल ट्रान्सफर गर्नु पऱ्यो, वारीबाट पारी बिचबाट जानै सकिएन भने गर्ने के त? यताबाट नि लेभल मेसिनले त्यहाँ हेर्ने, उतापट्टि लैजाने, त्यहाँबाट पनि त्यहाँ हेर्ने। आयो त? अनि त्यो मेथडहरू चाहिँ सामान्य अप्नाउनु पर्छ कहिले है। ओके, अब त्यसैले तपाईँले यो प्रोफाइललाई चाहिँ अभोइड गर्न सक्नुभयो भने दुःख पनि धेरै पाइँदैन। अब हेर्नुहोस् है, अब यहाँ एभनी राखेर हेर्नुभयो, यहाँबाट चाहिँ टेपले मेजरमेन्ट गर्न पाइने कति डिस्टेन्स त खास? सर्वेको प्रिन्सिपलले के भन्छ भने हरेक इन्स्ट्रुमेन्टहरू तपाईँले युज गर्नुहुन्छ भने त्यसको क्यापासिटी कति छ त्यहाँसम्म तपाईँले मेजर गर्न सक्नुहुन्छ। 30 मिटरको टेप लग्नुभयो, त्यो 20 मिटर नाप्नु पर्ने भए त 30 मिटर त बनाउँथेन नि, हो कि होइन? अब 30 मिटरसम्म नाप्न सकिन्छ भने आउँथ्यो। तर तपाईँको सर्वेको चाहिँ प्रिसिजन कस्तो हुनुपर्छ त्यो सोच्नुहोस् पहिला। अब एभनीले गल्ती गरिरहेछ हैन, एभनी आफै गल्ती हुन्छ भनेपछि मैले यो 30 मिटर नापेँ, ल मैले फर इक्जाम्पल 30 अझ 50 मिटरको टेप लगेँ भने 50 मिटर नापेँ, यो 50 मिटर नापेँ। एभनीले यसरी हेर्दाखेरि दियो एङ्गल, सर्टेन एङ्गल दियो। अब यो एङ्गल मैले ट्रु एङ्गल त मेजर गर्नै सक्दिनँ, एभनीले इरर दिन्छ। हेर्नुहोस् त, मैले यहाँनिर नापेको यति मात्रै नापेको भए, 20 मिटर नापेको भए यहाँ चाहिँ इरर आउने सम्भावना एकदम कम हुन्थ्यो नि। फेरि अब यहाँबाट गर्दा इरर अर्कै आउँथ्यो, इरर कम हुन्थ्यो होला। अब तपाईँले यहाँबाट एक त हेर्दाखेरि त्यो रुमालको कुन चाहिँ पोइन्टमा हेर्नुहुन्छ थाहा छैन होइन। अनि टाढा हेरिसकेपछि एङ्गल पनि 1 मिनट एङ्गल इरर गर्नुभयो भने टाढा आउने यो भर्टिकल डिस्टेन्स के हुन्छ हेर्नुहोस् त, अत्याधिक बढ्छ नि। जति टाढा जानुभयो बढ्दै जान्छ, बढ्दै गएपछि अब यहाँको यसको र यसको लेभल डिफरेन्स चाहिँ धेरै हाई, धेरै इरर चाहिँ देखिने भयो। त्यसैले तपाईँले सकेसम्म सानो सानो गर्नुभयो भने राम्रो। नर्मली यसमा चाहिँ 20-25 मिटरभन्दा बढी नजानुहोस्। अब स्टेसन लेभल चाहिँ जुन पोजिसनमा राखेर हेरे पनि हुन्छ। त्यसकारण पोजिसन अफ लेभल यस्तो ठाउँमा राख्नुहोस् कि जस्तै प्लानमा हेर्नु है, म यहाँबाट यसरी सर्वे गर्दा यसरी आउनुपर्ने छ, यसरी आउनुपर्ने छ भने मैले लेभल राखेर यहाँ राखेर गरेँ भने यो दुईटा सकिन्छ। मैले यहाँ राखेर गरेँ भने के हुन्छ लेभल? यहाँ हेर्नुहोस् त, यहाँ पनि लिन सकेँ मैले, यहाँ पनि लिन सक्छु, यहाँ पनि लिन सक्छु, यहाँ लिन सक्छु होइन, यहाँसम्म लिने। फेरि त्यसपछि लेभलको पोजिसन मैले यहाँ सारेँ भने यो लिन सक्छु, यो लिन सक्छु, यो मैले यहाँ चाहिँ यो बेन्चमार्क भनेर चाहिँ एउटा हेरेँ। बेन्चमार्कमा हेरेकोलाई मैले के भन्छु यसमा जहिले पनि ब्याक साइड। ब्याक साइड भन्ने बित्तिकै ब्याक भन्यो, किनभने त्यो आरएल नोन भएको स्टेसनमा हेर्नुभयो भने ब्याक साइड हुन्छ है। आरएल नोन भएको स्टेसनमा हेरियो भने अलवेज ब्याक साइड हुन्छ। र त्यसपछि आएर यो इन्स्ट्रुमेन्ट उठाउनुभन्दा पहिला लास्टमा जहाँ एरिया हुन्छ द्याट इज
4 साइड, यसमा हेरेको 4 साइड भयो। त्यसपछि यहाँ बिचमा हेरेको हामी सबैलाई यसलाई के भन्छौँ? इन्टरमिडिएट साइड भन्छौँ। अब इन्स्ट्रुमेन्टको पोजिसन चेन्ज गरेँ। अब पोजिसन चेन्ज गरेपछि यहाँ त मैले यताबाट हेरिसकेको छु, फेरि हेर्नुपर्छ कि पर्दैन? पर्छ, किनभने मैले यहाँबाट हेरिसकेर यो क्यालकुलेसन गर्न सक्ने भइसकेँ। म क्यालकुलेसन गरेर कहाँ आउन सक्छु? म यो पोइन्टको आरएल त निकाल्न सक्छु नि। यो पोइन्टको आरएल निक्लिसकेपछि त्यसलाई फेरि अर्को पोजिसनबाट हेर्दाखेरि के भन्ने भयो? ब्याक साइड भन्ने भयो। यसरी इन्टरमिडिएट साइड हुँदै यसरी जान्छ। अब साइड गर्ने बेला के गर्नु पर्यो त? पहिला सुइटेबल पोजिसन, यसको पोजिसन भनेको यस्तै सुइटेबल पोजिसन चुज गर्नु पर्यो। पहाडमा गर्न खोज्नु भने यसरी गर्न लिन सक्नुहुन्छ। यो दुईटाको बिचमा पनि 17 ठाउँमा चाहिँ राख्नुपर्छ, चेन्ज गर्नुपर्छ, हो किन? हो किन भन्नु त यस्तो खालको स्लोप छ भने त्यो यसो हेर्नु थाल्यो भने भुइँमा देखिन्छ। स्टाफ त उयो दुईटा चाहिँ छ नि, के भन्छ यसलाई हामी? फुट स्क्रु। यो फुट स्क्रु सबैलाई पहिला पोजिसनमा राख्नु पर्यो। यहाँनिर एउटा मार्क हुन्छ, त्यो मार्कसम्म राख्नु पर्यो। मैले देखिनँ त्यो मार्क, यसको चाहिँ छैन जस्तो। त्यो लेभल हेरी हेरी हुन्छ मार्क। यहाँ स्क्रु छ, त्यो नै मार्क होला त्यसको। सेन्टरमा राख्नु सबैलाई, यो सेन्टरमा, यो इक्वल पोजिसनमा राख्नु पर्यो। नत्र यसको चाहिँ त्यो एक्सट्रिम पोजिसन गइसक्यो भने पछि नमिल्दैन। अब के गर्ने भने यसको प्यारलली यसलाई राख्ने। अब त्यसपछि के गर्नु पर्यो? यसलाई यसरी घुमाएर होइन, यहाँनिर लेभल चाहिँ के हुन्छ? यो लाइनमा पार्न खोज्ने होइन, यो लाइनमा ल्याउन खोज्ने। अब त्यसपछि यो लाइनमा यसरी तलमाथि पार्नु पर्यो भने थर्ड वान पछाडिको चलाउनुपर्छ। अहिले यो हेरौँ न। अब यसमा सबभन्दा पहिला सुइटेबल पोजिसन चुज गर्नु पर्यो। अनि लेभललाई ट्राइपड, त्यो ट्राइपड राख्नु पर्यो। ट्राइपड पनि लेभल गरेर राख्नुहोस्, त्यसपछि त्यसलाई राख्नुहोस्। अब मैले भनेको जसरी त्यो गर्नुभयो भने त्यो इजिली हुन्छ। विदिन 15 सेकेन्ड अथवा 30 सेकेन्डमै हुन्छ। त्यो धेरै बेर लाग्दैन। त्योभन्दा बढी लगायो भने अलिकति डाउट, प्रश्न चिन्ह चाहिँ खडा हुन्छ है। त्यस कारण अनि त्यति भइसकेपछि अब के गर्ने त भन्दा आइपिस फोकस गर्नु पर्यो। उयो आइपिस यहाँभित्र क्रसियर हुन्छ। क्रसियर 3वटा हुन्छ, टप, मिडल र बटम भन्छौँ क्रसियर। त्यसलाई डार्क बनाउनुहोस्। यो आइपिस चलाएर यहाँ चलाएर डार्क बनाउनुहोस्। त्यसपछि डार्क भइसकेपछि के हुन्छ? अब मैले यो पोजिसन कहाँनिर साइड गर्ने हो? अर्को पोइन्टमा स्टाफ राखिन्छ। यहाँ गन साइड भन्छ माथिको। गन साइडबाट हेर्छु मैले पहिला, र गन साइडबाट हेरेर यसरी ठ्याक्क मिलाउन, यसरी यसलाई घुमाउन खोज्यो भने कहिले पनि मिल्दैन। त्यहाँ हेरिसकेपछि यो स्लो मोसन चलाउनुहोस्। यसले अलिअलि मात्रै चलाउँछ। यो यहाँ गर्नुभयो भने यसो गरेर फुत्त भाग्छ, यसो गरेर फुत्त भाग्छ। अनि यसले चाहिँ फोकस गर्नुहोस्। यो चाहिँ अब व्यक्तिको आँखा पछि फरक हुन्छ। ठ्याक्क त्यहाँ देखिन्छ 3वटा वायरले कहाँ काट्छ त्यो स्टाफको चाहिँ रिडिङ लिनुहोस्। टपकोलाई टी भन्नुहोस्, बिचकोलाई एम भन्नुहोस्, बटमकोलाई बी भन्नुहोस् होइन। त्यो यो भ्यालु त आउँछ नि। अब यसमा 3वटाको काम के हो? 3वटा वायर त्यो रिडिङ लिने बेलामा अलिकति याद गर्नुपर्छ है। रिडिङ लिने बेलामा कहिले के हुन्छ? मैले यहाँबाट आँखा यसो तलमाथि गऱ्यो भने त्यो रिडिङ हल्लियो भने भएन, प्यारालक्स भयो भन्छौँ। फेरि यसलाई यसो डार्क बनाउने, यहाँ फोकस गर्ने, फेरि डार्क बनाउने, फोकस गरेपछि अब यसो गर्दा त्यो रिडिङ हल्लिँदैन। त्यो लेभलमा पुग्नु पर्यो होइन। अनि बल्ल चाहिँ रिडिङ लिनु पर्यो। अब यो इन्स्ट्रुमेन्ट मैले युज गर्नु त खोजेँ, यसमै मैले डाउट गर्न सक्छु कि सक्दैन? डाउटफुल त हुन्छ नि, यो बिग्रिया हुनसक्छ। यसरी होरिजेन्टल हुनुपर्ने यसको लाइन अफ साइट यस्तो भएको हुनसक्छ, यस्तो भएको हुनसक्छ होइन। त्यो चेक गर्ने कसरी? पहिला इन्स्ट्रुमेन्टलाई चेक त गर्नै पर्यो। इन्स्ट्रुमेन्टलाई चेक गर्नु पर्यो। त्यसलाई हामी भन्छौँ 2 पेग टेस्ट। 2 पेग टेस्ट भन्छ। ग्राउन्ड लेभल लिनुहोस्। ग्राउन्ड लेभलमा 30 देखि 50 मिटरको डिस्टेन्स लिनुहोस्। त्यसको दुईतिर पेग गाड्नुहोस्, ए र बी। त्यसपछि बिचमा पनि एउटा पेग गाड्नुहोस्, सी। अब इन्स्ट्रुमेन्टलाई लगेर सी भन्ने पोजिसनमा राख्नुहोस् र ए र बीमा हेर्नुहोस्। ए र बीमा यदि मैले त्यो ट्रु हुन्थ्यो भने लेभलले हेर्दा होरिजेन्टल लाइन यसरी आउनु पर्थ्यो। तर ट्रु छैन भने के हुन्छ? मैले हेरेको लाइन चाहिँ त्यो रातो लाइनले देखाउँछ मासतिर पुग्यो। यो अलिकति मिलेर हिँड्छ, मासतिर गयो। कतिले मासतिर गयो? यस 2 ड्यास भन्ने रिडिङ पढ्नु पर्ने ठाउँमा मैले यस 2 पढेँ।
स्टाफ भने मैले इरर त त्यहाँ कति गरेँ x बराबरको इरर गरेँ। अब फेरि उतापट्टि हेर्नुहोस् बीतिर हेर्नुहोस्, बीतिर हेर्दाखेरि पनि त्यहाँ मैले इरर कति गर्छु, यता x छ भने यता x नै हुन्छ नि, मान्नुहुन्छ यो? किन? सेन्टरमा राखेपछि त्यो बराबर हुन्छ। त्यसो भए अब मैले लेभल लिने हो भने यो ए र बी बीचको लेभल डिफरेन्स योबाट यो र योबाट घटाए पनि त्यही आउँछ, यो र योबाट घटाए पनि त्यही आउँछ। भनेपछि मैले इरर भएको रिडिङ घटाएँ भने पनि ट्रु डिफरेन्स दिने भयो नि यसले। त्यसो भए यसको बीचको ए र बी बीचको ट्रु लेभल डिफरेन्स भनेको के हो, एचटी भनौँ यसलाई, s1 ड्यास माइनस s2 ड्यास अथवा s1 माइनस s2 जे गरे पनि ट्रु त्यही आउने होइन त? यो बुझ्नुहुन्छ? अब लेभललाई चेन्ज गरौँ। अब लेभललाई चेन्ज कहाँ गरौँ त भन्दाखेरि त्यही चिज हो यो। त्यसलाई चाहिँ मैले त्यो बी भन्ने को नजिक लगेर राखेँ। नजिक भनेको 1 मिटरको पेरिफेरीभित्र राख्नुहोस्। अब फेरि त्यसपछि हेर्नुहोस्, त्यो त इरर छ, इरर छ भने के आउने भयो, लाइन उ त्यसरी आउने। हेर्नुहोस् त यहाँ नजिकको लाइनमा चाहिँ त एकै ठाउँ पर्ने भयो, ट्रु पनि त्यही पर्यो, यो पनि त्यही पर्यो, किनभने नजिक छ नि त। भनेपछि यहाँ पढेको रिडिङ चाहिँ इरर हुँदैन, तर यहाँ पढेको रिडिङमा चाहिँ फेरि इरर आउँछ। अब यसबाट पनि त्यसो भए यो ए र बी बीचको डिफरेन्स भनेको चाहिँ यो s4 माइनस यो यसको बीचको डिफरेन्स त हामीले निकाल्छौँ। बी र s4 माइनस त्यो बीमा पढेको रिडिङ गऱ्यो भने आयो नि होइन? अब त्यो रिडिङ s4 माइनस s3 भनौँ न, त्यो गरिसकेपछि s3 माइनस s4 s4 माइनस s3 त्यो प्लस माइनस केही फरक परेन, एपारेन्ट हाइट डिफरेन्स चाहिँ यो आयो। अब यदि यो इन्स्ट्रुमेन्ट 2 छ भने के हुन्थ्यो, अघिको डेल्टा टी र डेल्टा एच टी र यो डेल्टा एच ए को भ्यालु कति आउनुपर्छ, सेम आउनुपर्छ। यदि त्यो सेम आयो भने एच टी र एच ए आयो भने इन्स्ट्रुमेन्ट इज ओके, मजाले काम गर्न मिल्यो। छैन भने के त, इरर छ। इरर छ भनेको अगाडिको ट्रुमा आएको भन्दा कतिले इरर छ त भन्नाले यो ट्रुमा आउने डिफरेन्समा यो डिफरेन्स घटायो भने इरर आयो नि त हैन? त्यो इरर कतिमा आयो त, 30 मिटरको स्ट्रेचमा त्यति इरर आयो नि, 30 मिटरको स्ट्रेचमा आएको इरर भयो त्यो हैन? दिस इरर डिभाइडेड बाई 30 मिटर गऱ्यो भने 1:2 कति आउँछ, त्यो नै त्यसको प्रिसिजन भयो। यसरी निकाल्नु हैन, यसको प्रिसिजन निकाल्न सकिने भयो। ई भनेको इरर कति गरिन्छ, यो इरर अपन लेन्थ हामीले यो र के भनिन्छ भने 1/10,000 भित्र पर्यो भने बेस्ट राम्रो भयो। 1/5000 भयो भने के भयो, त्यसो 5000 मिटर जाँदै 1 मिटर गल्ती गर्ने भयो त्यसले। तर 1/10,000 भनेको के हो, 10,000 मिटर गएपछि बल्ल 1 मिटर गर्ने हो। त्यसकारण 1 जति धेरै भयो त्यति चाहिँ राम्रो हुने भयो। अब यो कामको हिसाब गरेर हामीले भन्न सक्छौँ ब्रिजहरूमा 1:5000 चाहिँ हुनैपर्छ भन्छ, नत्र त्यसले लेभल डिफरेन्स दिने भयो। त्यहाँ त स्ट्रक्चर वेटका कुरा हुन्छ हैन, फोर्सको कुरा हुन्छ, त्यसपछि के भन्छ अर्को सेन्ट्रोइडै चेन्ज हुन्छ। सेन्ट्रोइड चेन्ज भयो भने लोडिङ प्याटर्न नै फरक हुन्छ, के हुन्छ दुःख पाइन्छ। त्यसो भए यो उपाय अपनाउन सकिन्छ कि सकिँदैन, यो भर्खर गरेको थियो नि, दुईटा पोइन्टको यसो बिचतिर राख्ने लिने भयो, त्यो गर्नु सकिन्छ है। तर दुईटा पोइन्टको बिच भने नापेर बिच लिनु पर्दैन। 3 वायर रिडिङ पढिदिनुहोस्, यहाँ जति डिफरेन्स आयो यहाँ पनि त्यति डिफरेन्स आयो भने त्यो डिस्टेन्स लगभग मिल्छ। यसो अन्दाज गरेर पनि थाहा पाउन सकिन्छ, यो र त्यो इक्वलै छ, 1-2 मिटर तलमाथि भएर फरक पर्दैन। त्यसरी लिएर आउनुपर्छ है, डाटा लिएर आउन सकिन्छ। अब यो लेभलको मैले यो कुराहरू गरेँ। अब लेभलको प्रोसिड्युर कसरी, प्रोसिड्युर भनेको चाहिँ अब मैले यसमा धेरै कुरा छ है। त्यो पोइन्टहरू यो प्लानमा देखाइएको छ। बेन्चमार्कको मलाई आरएल थाहा छ, 1000 मिटर भन्ने थाहा छ। बाँकी पोइन्टहरू चाहिँ मैले सर्वे गर्ने पोइन्टहरू भयो। 1 भन्ने पोइन्ट सोर्स होला, 2 चाहिँ ग्राउन्ड पोइन्टहरू हुँदै हुँदै 5 सम्म पुगाउला हैन। मलाई यो गर्नु छ। लेन्थ नाप्नलाई मलाई कुनै आपत्ति छ, 1 र 2 बिच टेप तानेर नाप्छु, 2 र 1 मा नाप्छु, चेक पनि हुन्छ। त्यो लेन्थ मेजर गर्ने सबैको प्रब्लम भएन मलाई। अब म लेभलको उहाँ मात्रै जाँदैछु। त्यो यल भनेको चाहिँ लेभलको पोजिसन। पहिलोचोटि लेभल यहाँ राखेर यहाँ चाहिँ हेरिएछ, साइड गरिएछ, दोस्रो चोटि यहाँबाट साइड गरिएछ भनेपछि लेभलले यहाँ गऱ्यो ब्याक साइड, यहाँ गऱ्यो इन्टरमिडिएट साइड, यहाँबाट गऱ्यो इन्टरमिडिएट साइड, यहाँबाट यहाँ गऱ्यो के त
अब पोजिसन चेन्ज गरे यहाँ चाहिँ ब्याक साइड किनभने यो त नोन हुन्छ त्यसपछि यो इन्टरमिडिएट साइड यो चाहिँ फोर साइड अब यस्तै कतिवटा चेन्ज गर्न सकिने भयो अब यसलाई हेरौँ त यसलाई मैले इलिभेसनमा हेरेँ भने यो यस्तो देखिने बेन्चमार्क त्यहाँ छ 1 भन्ने पोइन्ट त्यति माथि रहेछ 2 अलि तल छ 3 अझै तल छ 4 अझै तल छ 5 चाहिँ माथि चढेको छ यस्तै हुनु त सक्छ नि हेर अब मैले त्यो लेभलको पोजिसन कहाँ राखेको थिएँ भने त्यहाँ राखेँ यो प्लेनमा राखेको होइन नि लेभल त अलि उतातिर छ होइन तर यसरी हेर्दाखेरि हामीले यस्तो देखिने भयो अब मैले के गरेँ भने यसबाट साइड गरेँ अर्को पोजिसन त्यहाँ राखेँ अब त्यो साइड गर्ने भनेको होरिजन्टल डिस्टेन्स त्यही भयो हेर्नुहोस् त ब्याक साइड हेरेँ मैले बेन्चमार्कमा हेरेँ ब्याक साइड 0.5 मिटर पढेँ मैले यो मिडल वायर मात्रै पढिरहेको छु है मलाई इलिभेसनसँग मिडल वायर मात्रै मतलब छ 3टा वायर रिडिङ टप मिडल बटम पढ्यो भने के हुन्छ टप माइनस बटम इन्टु 100 गऱ्यो भने डिस्टेन्स आउँछ कहाँदेखि कहाँसम्मको डिस्टेन्स इन्स्ट्रुमेन्टको पोजिसनदेखि लिएर कहाँसम्म स्टाफ हेरेको छु त्यसको डिस्टेन्स हेर्नुहोस् है म यसमा एउटा अझै भन्न गइरहेको छु तपाईँ कहिलेकाहीँ यसरी सर्वे गर्दै जानुभएको हुन्छ यहाँनिर पढ्यो यसको अर्को स्टाफ चाहिँ यसरी माथि आयो यहाँ पढ्यो तल पढ्यो भने योभन्दा यो पोइन्ट अग्लो हुन्छ कि घोचो हुन्छ यो बुझ्नुहोस् है यो बुझ्नु भने सक्यो स्टाफ रिडिङ धेरै पढ्नुभयो भने पहिलाको भन्दा धेरै पढ्नुभयो भने त्यसले के जनाउँछ फल भयो भन्ने अघिल्लो स्टेसन भन्दा त्यो स्टेसन चाहिँ फल भयो भने कतिले फल भयो अगाडिको स्टेसनको रिडिङबाट के अरे त्यसको स्टेसनको रिडिङबाट अगाडिको स्टेसन रिडिङ घटाइदिनुहोस् अब के हुन्छ ल हेर्नुहोस् है त्यसलाई घटायो भने त्यो 1 भन्ने ठाउँमा फल आयो ब्याक साइड उयो 0.9 माइनस 0.5 गर्नुहोस् फल आयो यसको अर्थ के भयो यो पोइन्ट भन्दा यो पोइन्ट चाहिँ 0.4 मिटरले फल छ भनेपछि यसबाट अब यो घटाउनु त आउँछ कि आउँदैन आइहाल्यो इजिली आयो अब त्यस्तै मैले 2 भन्ने पोइन्टमा हेरेँ 2 भन्ने पोइन्टमा 1.3 देखियो 1 भन्ने पोइन्टमा 0.9 छ 2 भन्ने पोइन्टमा 1.3 छ भनेपछि फेरि अझै फल भयो कतिले फल भयो 1.3 माइनस 0.9 ले त्यो फल भयो 0.4 ले फल भयो त्यसो भए 1 भन्ने पोइन्टको आरएल 999.6 छ भने 2 को कति होला ल भन्नुस् त 999.2 ल भनेपछि यो बुझ्यो त्यस्तै गरी यतापट्टि हेरेपछि के देखियो त्यहाँ पनि त्यो 1.3 भयो 1.8 आछ भने फल देखियो 0.5 ले फल भयो त्यसो भए थर्डको पनि मैले इलिभेसन निकालेँ अब इन्स्ट्रुमेन्टको पोजिसन मैले चेन्ज गरेँ त्यो चेन्ज गरेपछि मैले कहाँ हेर्नु पर्यो यसमै हेर्नु पर्यो किनभने यसको त मैले क्याल्कुलेट गरिसकेँ यो नोन इलिभेसनमा हेरेँ भनेपछि द्याट इज ब्याक साइड यसलाई मैले 0.8 पढेँ अब फेरि अर्को स्टेसनमा गएर पढ्दाखेरि मैले कति पढेँ भने 1.1 पढेँ भनेपछि गहिरो भयो फल भयो 1.1 माइनस 0.8 भनेको 0.3 ले फल भयो भनेपछि त्यो पनि क्याल्कुलेट गर्न सक्यो अब अर्को पढ्दाखेरि चाहिँ अलिक कम पढिएछ भन्नुको अर्थ अलिक माथि आयो भनेपछि के भयो राइज भयो 1.1 कतिले राइज भयो 0.7 ले राइज भएपछि अघिल्लोको आरएलमा के गर्नु पर्यो प्लस गर्नु पर्यो फल भयो भने अघिल्लोको आरएलमा प्रिभियस आरएलमा घटाउनु पर्यो भनेपछि यो गर्न सकिन्छ अब त्यसैले फर्मेटमा भर्ने हो यो ठुलो कुरै भएन ल हेर्नुहोस् न अब प्र्याक्टिकल गर्दा यो बुझेला हैन अब सकेला सिद्धियो के छ यसमा केही समस्या हुन्छ सोर्समा अब यहाँ बेन्चमार्क भनौँ न बेन्चमार्कमा मैले ब्याक साइड पढ्छु अरू पढ्छु ड्यास गरिदिनुहोस् छोडिदिनुहोस् त्यसपछि आएर P1 भन्ने पोइन्टमा पुग्छु 1 भन्ने पोइन्टमा इन्टरमिडिएट पढ्छु 2 भन्ने पोइन्टमा नि इन्टरमिडिएट अघिकोलाई रिफर गर्ने हो भने 3 मा पनि इन्टरमिडिएट 4 मा पुगेपछि 4 साइड अब इन्स्ट्रुमेन्टको पोजिसन चेन्ज भएपछि P4 भन्ने अर्को राख्ने कि त्यसमै भर्ने त्यसमै ब्याक साइड भर्ने हुन्छ अनि के हुन्छ यो ब्याक साइड भन्दा तलको रिडिङहरु चाहिँ अर्को सेट हुन्छ यो एउटा ब्याक साइड र अर्को फोर साइडको बीचको चाहिँ एउटा सेट हुन्छ है त सेट पनि त्यसरी त्यहाँ हामीले याद गर्न सकिन्छ यो एमडी लेभलको सर्वे फर्मेट यो अघिको चीज बुझेको छ भने आफै फर्मेट बनाउन सकिन्छ यसमा गाह्रो छैन ल यो भनेको हाम्रो मेजर कुराहरु हो र कहिले काहीँ थियोडोलाइट युज गर्नु पर्यो भने पनि हामी जान्ने हुनुपर्छ थियोडोलाइट युज गर्नलाई त्यो माइक्रोमिटर त्यो डिजिटल
यस्तो हुने भयो। त्यसमा के चाहिन्छ? स्ट्यान्ड चाहिन्छ। त्यसपछि आएर स्टक चाहिन्छ। अब यसको कमन टर्म्सहरू सर्वेमा गएर रिकल गर्नुहोस्, यसो पढ्नुहोस् हैन। लाइन अफ साइट भने के, प्लम लाइन भने के, अनि माइक्रोमिटरको त्यो फोकस स्क्रू भने के, त्यो सबै त्यो भइहाल्छ। अब हामीले यहाँ चाहिँ यो चलाउनुहोस् भनेपछि नि बुझ्न सक्ने हुनु पर्यो हैन त। त्यति भएर पुग्यो। अब कन्सेप्ट मात्रै दिन्छु म यसको। टोटल स्टेसन यहाँ राख्यो पी भन्ने ठाउँमा, के अरे अथवा टोटल स्टेसन भन्नुहोस् अथवा अर्को थियोडोलाइट भन्नुहोस्। नर्मली थियोडोलाइटको कुरा गर्छु मैले। टोटल स्टेसन त सजिलो छ। अब यो क्यू भन्ने पोइन्टमा स्टाफ राख्यो। थियोडोलाइटले के गर्न सक्छ? लेभल भने ठ्याक्कै यस्तो हुन्थ्यो। थियोडोलाइट चाहिँ यस्तो पनि हुनसक्छ, जसलाई हामी के भन्छौँ? ट्रान्जिट भन्छौँ। ट्रान्जिट हुनसक्छ। अब यसरी ट्रान्जिट भएपछि के गर्छु भने मैले यहाँ तल परे पनि स्टाफ मेरो यहाँसम्म आउँदा सिद्धियो भने पनि यहाँसम्म आउँदा सिद्धियो स्टाफ अब तान्न सक्यो क्या, छैन 5 मिटरभन्दा बढी भने तल साइड गर्न पनि सक्छु। कम्फर्टेबल्ली जहाँ सजिलो हुन्छ माथि तल जाने साइड गर्न सकिन्छ। र साइड गर्दाखेरि के देखिन्छ? टप, मिडल र बटम 3टा रिडिङ परिन्छ। यो भनेको होरिजेन्टल लाइन हो। टप, मिडल, बटम परिन्छ। टप र बटमले केमा काम गर्छ? डिस्टेन्स निकाल्नलाई काम गर्छ भने मिडलले चाहिँ एलिभेसन कम्प्युटेसन गर्नलाई सहयोग गर्छ। अब यहाँ हेर्नुहोस्, यहाँ के हुन्छ? यसले एङ्गल अल्फा पढ्यो हैन। भर्टिकल एङ्गल त अल्फा पढिन्छ। मलाई थियोडोलाइटको होरिजेन्टल एङ्गलको केही मतलब छ यो प्रोफाइल लेभलिङमा? छैन, त्यो मतलब छैन। भर्टिकलको मात्रै मतलब हुन्छ। भर्टिकल अल्फा पढे र तपाईँहरूले अब भन्नुहोस् थियोडोलाइटबाट यसरी तल डिप्रेसन एङ्गल पऱ्यो भने त्यो एङ्गल कतिको हाराहारीमा हुन्छ? हो 90 को यताउति हुन्छ रे। हो हेर्नुहोस् है, यो लाइन यस्तो छ। मैले चाहिँ यहाँबाट यसरी हेरेँ भने यो थियोडोलाइटमा यहाँ पढिने एङ्गल हुन्छ नि, यो एङ्गल यो एङ्गल हुन्छ नि, यो एङ्गल कति देखिएन? कति जति? हो, यो बुझ्नु जरुरी छ। जहिले पनि थियोडोलाइटको भर्टिकल सर्कलमा 0 भनेको यहाँ हुन्छ। त्यसो भए यो 90 हुन्छ, यो 180 हुन्छ, यो 270 हुन्छ। हेर्नुहोस् है, अब मैले यसरी हेर्दा के देख्ने भए? त्यसो भए 99, 100 देख्छु। यसरी माथि हेऱ्यो भने के हुन्छ? 89, 79, 69 देख्छु। त्यसो भए यसलाई के हुन्छ? त्यसले दिने एङ्गल भनेको यो दिने रहेछ। यो एङ्गल यहाँबाट यहाँसम्मको एङ्गल दिने रहेछ। यस्तोलाई भनिन्छ, यो माथिलाई के भन्छ? यसलाई हामी जेनिथ भन्छौँ नि। ZENITH जेनिथ भनेपछि यो एङ्गललाई जेनिथल एङ्गल भन्छ। त्यसले दिने जेनिथल एङ्गल हो। त्यसैले हामीले यो थियोडोलाइटले पढेकोलाई एङ्गल पढियो भन्दैनौँ, VCR भन्छ। भर्टिकल सर्कल रिडिङ गरियो भन्छ। VCR-लाई जहिले पनि के गर्नुपर्छ? 90 बाट घटाउनुपर्छ। अनि मात्रै होरिजेन्टल एङ्गल त्यो हो यो अल्फा देख्न आउँछ हैन? अल्फा आउँछ। अल्फा नेगेटिभमा आयो भने के हुन्छ? 90 बाट घटायो भने नेगेटिभमा आउँदैन त। हेर्नुहोस् त, यस्तो गर्यो भने 90 भन्दा प्लस हुन्छ, अनि 90 बाट त्यो घटायो भने माइनसमा आउँछ नि त। आफै आउँछ क्या, त्यो के पनि नगर्ने। अब त्यसो भए के हुन्छ? यसो गरौँ क्या, यो 5 बज्यो टुङ्गियो सरी। अब यो थियोडोलाइट हामी युज गर्दैनौँ। त्यो 2टा स्लाइड मात्रै हुन्छ। अब त्यसपछि के हुन्छ हेर्नुहोस् त। अब मलाई के चाहिन्छ भने यो डिस्टेन्स निकाल्नु पर्यो। यो डिस्टेन्स भनेको 100 टप माइनस बटम कस स्क्वायर अल्फा। अल्फा प्लस आओस् माइनस आओस्, स्क्वायर हुने बित्तिकै त्यो माइनस पनि काटिहाल्छ। होरिजेन्टल डिस्टेन्स हैन? अब त्यसपछि आएर आरएलको लागि के त? आरएलको लागि मलाई यो भी चाहिन्छ भने भी भनेको यो होरिजेन्टल लाइनबाट मिडलसम्मको डिस्टेन्स चाहिन्छ। यो भनेको एच ट्यान अल्फा हो के? अब यो अल्फा जे आउँछ त्यही राख्नुहोस्। नेगेटिभ आयो भने नेगेटिभै राख्नुहोस्, पोजिटिभ आयो भने पोजिटिभै राख्नुहोस् हैन? यो त्यसकारण भी पनि प्लस माइनसै आफै आउँछ। त्यसपछि अब के हुन्छ हेर्नुहोस् त। आरएल अफ पी थाहा छ भने हाइट अफ इन्स्ट्रुमेन्ट जोड्नुहोस्, यसको आरएल आयो। ठिक हो? अब यसको आरएलमा यो भी घटाउनुहोस्, यहाँसम्म पुग्यो। अब यो मिडल वायर रिडिङ घटाइदिनुहोस्, यहाँ आउँछ। यति हो यसको कन्सेप्ट। त्यस्तै अब अर्को यतापट्टि गयो भने के हुन्छ? यतापट्टि गयो भने नि त्यही हो, प्लसमा आउँछ। भी भने चाहिँ तलबाट हुन्छ। अब यसमा यो जोड्नुहोस्, त्यसपछि यसमा के गर्नु पर्यो? भी जोड्नु पर्यो यसमा। अब त्यो अघिको फर्मुलामा माइनस थियो हैन? यसमा माइनस आयो भने के हुन्छ? त्यो आफै अटोमेटिकली जोडिन्छ।
अब तपाईँले फर्मुला ठ्याक्कै यही युज गर्नुहोस्, आरएल अफ पी, आरएल अफ क्यू भनेको आरएल अफ पी प्लस हाइट अफ इन्स्ट्रुमेन्ट माइनस भी माइनस ई। अब भीमा थीटा माइनस छ भने माइनसै राख्नुहोस्, प्लस छ भने प्लसै राख्नुहोस्, त्यो माइनस प्लस के छ त्यही आउँछ, त्यही अनुसार यो प्लस माइनस हुन्छ अनि कुरो मिल्छ। यति हो यसको कन्सेप्ट चाहिँ। र यसको अब भर्ने फर्मेट चाहिँ यो भयो।